आज चाहिँ हाम्रो पहाडी स्टाइलमा अचार बनाऊँ है त। मैले चाहिँ आलु बोइल गरेर छिलेर रेडी पारेर राखेको छु है। यहाँ चाहिँ मैले मुला र काँक्रा काटेर ठिक्क पारेछु। अब आलु काटौँ है। र मुला अनि आलु चाहिँ काटेर रेडी भयो। यसरी चाहिँ हाम्रो लोकल अचार रेडी भयो। पहाडी अचार भाङ्गो राखेर। मैले चाहिँ काँक्रा र मुला काटेर यसरी रेडी पारेको अनि आलु चाहिँ बोइल गरेर ठिक्क पारेर यसरी चाहिँ काँक्रा र मुलालाई चाहिँ रेडी पारेर अनि हाम्रो चाहिँ अचार रेडी भयो। थ्याङ्क यू सो मच।